ल भयो रेकर्ड हेलो भन यो कुन ठाउँ भाइ नुवाकोट कता पर्छ नुवाकोट कता पर्छ उति बाटो जाने हो यहाँबाट कहाँ जान्छ यो बाटो घुम्ने ठाउँ छैन यता घुम्ने ठाउँ छैन ए त्यो भन्दा कि शनिबार जानु तपाईँलाई त त्यहाँ रमाइलो ल देख्ने ठाउँ देख्नु ल भाइ गयो है भयो ल बाई बाई ल म चाहिँ नुवाकोट साइडतिर छु अफ रोड जाने भनेको कहाँ पुगेँ म ओइ अब नागार्जुन जङ्गलतिर जानुपर्यो सट्ट लगाएर घुम्न आनन्दले भर्खर यहाँ चेकिङ थियो त मलाई अहिले किन चेकिङ गरे ओ तर्सिरा बाख्रा रहेछ काफल टिप्नु जाने भनेको म चाहिँ यहाँ चाहिँ मस्तो रहेछ ठाउँ चाहिँ आनन्द एक्लो ठाउँ ल अब अफ रोड सुरु आनन्द छ कि ल कालुपाडे पुग्छ त भन्छन् यहाँबाट पुग्छ र भने साँच्ची कालुपाडे तर कहाँनिर पुग्ला क्या यो बाटो पछाडि बाटो छ कि जङ्गल एक्लै छु त म त यो जङ्गल एक्लै हिँड्नु लास्ट डर लाग्ने रहेछ बाइक त छन् हल्का ओहो धुलो छ्या मान्छे देखेर हल्का डर लाग्यो नत्र लास्ट डर लागिरहेको थियो क्या नयाँ बाटो अनि हेर्नु साथीहरू कस्तो हुन्छ जङ्गल राइड हेर्दै जाउँ म कता पुगेँ यो चिनिया ठाउँ होइन नचिनिया ठाउँ चाहिँ पुगेँ म बद्रीनाथ धाम कहाँबाट चिनेको बाटो हुनु खै म त घुम्न आएको यहाँबाट कहाँ पुग्छ कालुपाडे पुग्छ ए यहीँबाट हजुर घुम्न एक्लै हो हजुर यसो यत्तिकै काफल पाउँदैन यता कहाँनिर पाउँछ बढी हजुर ल कस्तो बाटो छ
जान्छ टा हजुर सकिन्छ ए कुन बाटो यही जङ्गलमा नछोडिदिनु डर लाग्छ फेरि जङ्गलमा चाहिँ नछोडिदिनु नि फेरि ए हजुर कुन हजुर त्यो माथिको ए यतै रोक्ने हो पहना यहाँ फर्काएर यता जग्गा त महँगो होला है जग्गा कतिले चल्छ यता हजुर आनाको ए ल छोरी पनि काफल खाएर